यो चाहिँ पासको दिन आज 5 दिनपछि यहाँ खुल्या छ। पर चाहिँ काप्रो मासिफ यता राथोङ त लेखमा चाहिँ अलिअलि तालुङ देख्दो रहेछ। यो चाहिँ झरेनी जाने बाटो। Three people are really busy with taking photos. घरमा चाहिँ हामी आइपुग्यो। पास चाहिँ यता जस्तो लाग्छ, यता जस्तो लाग्छ, कता भयो बिर्से, यता होला। भ्यू आजको फाइनली 5 दिनपछि यार हाइट। उकालो चाहिँ ठारै छ महासाला पाससम्मै। वाउ, है यो चाहिँ पहिलो पास पुग्न आँटेको हो। लगभग 4 घन्टा हिँडेपछि चाहिँ फर्स्ट पास आइपुग्यो। पर देखिँदैछ ल, सिनेला पास, नाङ्गा लाप्सा पास, टोकिया ठ्याक्कै 4 घन्टा 20-15 मिनटमा ल्याइपुऱ्याएर 3 घन्टा 40 मिनटमा। 4 घन्टा नै लागेन फर्स्ट पास है। भर्खर चिसो हुँदैन, एकछिनमै त्यो समात्छ त्यसले। ओ केयरफुल भएर जानु है, लड्छ। हिम पहिरो आउने रहेछ, होसियार गरिनु पर्ने रहेछ। निर्गिनला नुडल पार्टी अगाडि पुग्यो भने अघि नै कुन ग्रुप भन्ने होला, डाइमर भन्नु होला। अघि ओके टोके उसमा फोन गरेको, सेटेलाइट फोन गरेको भन्नु न। डाइमर भन्नुहोस् है, डाइमर 4वटा रुम भनेको भन्नु न। आम्म सुप खाइयो, चिया खाइयो, अब लाग्यो बिर्गेला पास। स्नोफल चाहिँ राखेको रहेछ, तर देख्नु चाहिँ अलिक कमै देख्दो रहेछ है। अनुभव चाहिँ हुनुपर्दो रहेछ बाटोको। घोडा माथि छ घोडा। मिर्गेला पास यो पर देखिरहेको चाहिँ हामीले चाउचाउ खाएर त्यहाँबाट आएको। अब चाहिँ ग्रुप यता आइपुग्यो। 1 समय चाहिँ साह्रै खतरा लाग्दो रहेछ है। सेलेले चाहिँ अब चाहिँ हामी थाक्यो। सेलेले पासबाट झर्ने बाटो अलि ओह्रालै रहेछ। यहाँ चाहिँ बिर्सेछु मैले। ग्रुप चाहिँ तल पुग्यो। बम्बमा यो पच्याङले पो खतरा टाइम खाने रहेछ। हिँड्नु नजान्ने कुहिरोलाई त ढुङ्गामा त एउटै ढुङ्गाले 4 घन्टा के 4 फन्का घुम्दाखेरि चाहिँ बिचको यो अगाडिको सानो पिकको पछाडि चाहिँ सेलेले पास हो। सेलेला क्याम्प तल्लो लजमा चाहिँ हिमालयन लज। चट्टै 4:20मा आइपुग्यो हामी। कफी त मिठो भएर
एक कप खाम कि क्या हो ल for the first time in our trek clear sky we have today तलदेखि यो सानो चाहिँ मकालु अनि यता चाहिँ सातो पिक पर खोल्सामा चाहिँ लुम्बा सुम्बा पास 5100 कति मिटर रहेछ लगभग 1 घन्टा चाहिँ तेर्सो दिगी होइन हामी आइपुग्यो यो पासमा ना you couldn't drink in ल है सेलुलर पास बाई बाई माथिको त्यो हर्स स्टोन अझै देखिरहेको रहेछ कुम्भकर्ण अलि देखाएको छैन सातो पिक बाटो त सबै स्टेज बनाएछ यसो बनाएपछि कहाँबाट हिँड्न सक्नु यो घाबुर अथवा खाबुर म्याप र म्याप्समा के फरक रहेछ यसको चाहिँ उसमा म्यापमा चाहिँ 6044 निक्लेछ तर 6294 रहेछ अनि यो चाहिँ गुन्सा पिक पनि भन्छ यसलाई न्युक्ला पनि भन्छ 6012 मिटर हाइट लिजो पनि भने थाने बाखोल्टा र रोडोडेन्ड्रनको जङ्गल छ है ओह्रालोमा चाहिँ भने हामी लगभग 3 घन्टा 20 मिनट हिँडेर चाहिँ यो ठाउँमा आइपुग्यो अब यहाँबाट पनि लगभग 1 घन्टा चाहिँ लाग्दो रहेछ हुन्छ अलिकति लेट चाहिँ हुने खानको लागि वेदर चाहिँ फ्यान्टास्टिक छ आज चाहिँ पहिलाबाट हामी ब्लू स्काई प्योर ब्लू स्काई देख्न पाएको यो ट्रेकिङमा चाहिँ ग्रुप खुसी छ आज चाहिँ ग्रुप एक्लै म एक्लै कोही ग्रुप अगाडि दाइसँग छिरिङ दाइसँग कोही उत्तरतिर छन् एउटा पछाडि पुरा चाहिँ एक्लै हिँड्ने खालको एक्लै खाइबस्ने एक्लै बोलिने खालको ग्रुप चाहिँ पछाडि छ लगभग 4 घन्टा हिँडेपछि सेलेलेबाट हामी गुन्साको यो पहिलो यस ठाउँमा आइपुग्यो रातो चाहिँ आइसे जस्तो रहेछ अब यो ठ्याक्कै चाहिँ चिनेन कस्तो दामी देखिँदो रहेछ यो रातो पहेँलो चाहिँ गुन्साको हाइड्रो पावर प्रोजेक्ट वाउ क्या दामी छ कि यो हो नि त घुमेपछि हेर्ने चिज भने यो हो नि त यो तलको चाहिँ घुन्साको भ्यू वाउ धेरै वर्षपछि आइपुग्यो यार यो गाउँमा पनि पहिला आउँदा अलि सानै थियो पहिला त यस्तो ठुल्ठुलो घर थिएन अलिक कमै थियो अहिले त ठुल्ठुलो घर बनाइसकेको रहेछ होटलहरू दामी छ हुन्छ यार यहाँको स्कुल पिसफुल ए गुन्साको भ्यू आज बिहानको हामीले रेस गर्नु पाएन अब हामी उकालो लाग्यौँ खाम्बाचेन खोल्दा रोडोडेन्ड्रन र तलको चाहिँ आइसी होला यो कलर चेन्ज गर्दो रहेछ यसले चाहिँ बेस क्याम्प त वाउ यो सबै चिमाल हो चिमाल घारी तल घुन्छ खोला यहाँबाट हामी जाँदैछौँ
यो फ्ल्यागमा चाहिँ के लेखेर यो राखेको छ मैले बुझिनँ यो अहिले चाहिँ निस्के खम्बा चाहिँ देखिरहेको छ अलिअलि बाटो चाहिँ अलिक डेन्जरै छ है ढुङ्गा जान सक्नुहुन्छ खम्बा चाहिँ पुग्नै आँट्दाको यो पुल यो माथि चाहिँ मेरा पिक यो चाहिँ सार्पो हिमालय मासिभ सबै सार्पो 1 2 3 4 5 सब छ आज चाहिँ हामी लनाक ट्राई गर्ने भएका छौँ हिउँ चाहिँ टन्न छ अरे अब हेरौँ कतिको मिठो हुन्छ जाडो चाहिँ असाध्यै चिसो रहेछ यहाँ पनि देखेको यो फ्ल्याट पिक पछाडिको यो चाहिँ जनसङ पिक हो 7462 जस्तो रहेछ यो अगाडिको त लडाख हो अनि यो चाहिँ पेङकाङ पनि भन्दो रहेछ अनि यसलाई ड्रोमा पनि देखाउँछ म्याप्सले अब यो कन्फ्युज भयो कञ्चनजङ्घाको मेरा पिक है 6335 मिटर हाई अनि त्यो चाहिँ फोले यो पछाडि चाहिँ कुम्भकर्ण छ हिरो देखाएको छ त गाँठे तातो छ तातो चाहिँ तातो छ है त्यसो त हामी हिँडेको है अझै ऊ पुगेन अब त पुग्न आँट्यो होइन त्यो पहिरो ऊ त्यो हेर्नु त बाटो चाहिँ यही नै हो खत्तम चाहिँ माटोक नै यही गाह्रो चाहिँ रहेछ ढुङ्गा झरेर कुहिरे हतालिएर माटोक्ने यार त्यही सायद गरेको त खत्तम ठाउँ यार यसमा झन्डै जुङ्गाले मार रामदुङ पुग्नुभन्दा अगाडिको बाटो मेरा पिक अनि माथि यता राइटपट्टिको त खाम्बोचेन पिक भयो 7903 अनि यता चाहिँ यालुङकाङ वेस्ट रहेछ यो कञ्चनजङ्घाको सबैभन्दा वेस्ट कम्ती चाहिँ हियालाङ होइन हियालाङ उन्टानलाङ आइनफाका inside रामदुङ रामताङ बाटो त राम्रो रहेछ त यहाँसम्म त थुक्कैमा अब अझै के कस्तो यस्तै यस्तै छ मोमेन रे देखेको चाहिँ गुरु रिङ बजेको लट्ठी भन्ने कुरा चाहिँ आयो साउजीबाट अब अर्को पालि चाहिँ भन्ने यसपालि नभन्ने वाउ खाम्बचेन र माथि चाहिँ मेरा पिक हामी आएको चाहिँ यो बाटो भाँच्यो भने चाहिँ म जस्तो सानो मान्छे चाहिँ भित्र हराउँदो रहेछ यार बाटो चाहिँ खोलिएको छ पुरा बिचको चाहिँ यो पाथीबाट भयो यतापट्टिको चाहिँ यो किराचुली जस्तो लाग्छ मलाई हेरेको छैन यो चाहिँ रामदुङ पिक
오케이. 우미의 칼날이. ल यालुङ ग्लेसियर कञ्चनजङ्घा ग्लेसियर भन्छ यसलाई खाना खाएपछि आएर चाहिँ रामथाङमाथि चाहिँ यहाँतिर अलि अप्ठ्यारो रहेछ अरू त यस्तै हो ठिकै छ ल अहिले चाहिँ क्लाउडी भइसक्यो हामी चाहिँ लोनाक पुग्नलाई जम्मा 650 मिटर जस्तो मात्रै बाँकी छ फाइनली लगभग 4 बजी चाहिँ लोनाक आइपुग्यो है खाना खाने ठाउँसम्म 4 घन्टा 40 मिनट जस्तो लागेछ त्यहाँबाट यहाँ चाहिँ 2.5 घन्टा लाग्यो हामीलाई हामी लोनाकको नयाँ हिमालयन होइन हिमालयन कञ्चनजङ्घा आइसल्यान्ड हाइकिङ गयो है लोनाकबाट वाउ कञ्चनजङ्घा ग्लेसियर यालुङ ग्लेसियर पनि भन्छ वेट हिउँ चाहिँ पर्नु परेको रहेछ नि त खिचिराख्नु पऱ्यो नि त अलिअलि त हामी त कहिले काहीँ त यस्तरी ट्रेकिङ गर्छौँ भनेर देखाउनु पऱ्यो नि त होइन हामी चाहिँ बाटो त आधी भन्नु पऱ्यो आयो है उता चाहिँ सार्पु चुली सार्पु सबै त्यो सार्पु अनि यहाँ माथि चाहिँ रामथाङ पिक चाहिँ त्यहाँ रहेछ अनि यो चाहिँ गिम्मी गेला कि गिम्मी गोला हो खै कुन त्यो बिचको चिनेन क्या यो अब नेपाल पिक भयो पाथी किराँतीले हो यहाँबाट चाहिँ बाटो यस्तो छ अब हामीले कञ्चनजङ्घा नर्थ बेस क्याम्प पनि गिभ अप गऱ्यौँ दुःखका साथ भन्नुपर्छ हामीले सक्दो प्रयास त गरेको हो अरू सबैले नसक्दा पनि हामी आइपुगेका छौँ त्यतिखेर सुरक्षित ल्याएका छौँ तर अब चाहिँ हामी आफैले नसक्ने निर्णय गऱ्यौँ हामी आफैमा कन्फिडेन्ट हरायो अब हामी नसक्ने भएपछि कुहिरेले नसक्दैन अनि अर्को कुरा चाहिँ हाम्रो भारी बोक्ने सहयोगी साथीहरू इक्विपमेन्ट छैन उनीहरूलाई गाह्रो हुन्छ मर्नुभन्दा बौलाउनु बेस अब चाहिँ यहाँ सबभन्दा धेरै क्यापेसिटी भएको चाहिँ यही कञ्चनजङ्घा गेस्ट हाउस आइसल्यान्ड रहेछ अनि त्यसपछि हिमालयन चाहिँ सानो रहेछ थोरै मात्रै रहेछ त्यसको रुम चाहिँ अनि लोनाक गेस्ट हाउसको पनि यो कञ्चनजङ्घा पछाडि चाहिँ ठुलो क्यापेसिटी रहेछ कञ्चनजङ्घामा चाहिँ 30-35 जनाको क्यापेसिटी छ भन्छन् फुल भयो भने You're going to the base camp. Yes, monsieur. First view of लोनाक कति माथि कुम्भकर्ण पनि देख्दो रहेछ यहाँबाट हामी 2 घन्टा
जस्तो हिँडेर चाहिँ रामथाङ आइपुग्नै आँट्यो 2 घन्टा 10 मिनट जस्तो रामथाङ पुग्दो रहेछ हामी अब यो बिचको त्यो कालो चाहिँ डोमा रहेछ पिक चाहिँ अझै देख्दैन यो भित्र छ अरे भन्छन् ओ पेडर बाज्यौ तल यो चाहिँ हिउँ बिलिसकेपछि हामी फर्किँदाखेरिको हो मेरा पिक यता चाहिँ खाम्बाचेन जाँदैछौँ कुम्भकर्ण पोले जोबी पनि भन्छ त्यसपछि यता घापुर यो चाहिँ हामी 2 घन्टा 15-20 मिनट जस्तो हिँडेपछि खाम्बाचेनबाट एउटा गोठ जस्तो ठाउँमा चौरमा आइपुग्यो यहाँबाट चाहिँ कुम्भकर्ण यस्तो देख्दो रहेछ यहाँ चाहिँ फोले सोपी यो साउथ र त्यो दुइटै एउटै हिमाल हो घापुर भयो अनि यता पछाडि चाहिँ यो 7 हिमाल भयो अनि यता यो बिचदेखि यताको सबै सार्फो म्यासिभ भयो बबाल देख्ने रहेछ दृश्य चाहिँ यो जानु बेस क्याम्प चाहिँ म पहिलोपटक आएको हो बेस क्याम्प त यसपालि पनि गइएन तर पनि यो भ्यू पोइन्टसम्म भ्यू पोइन्ट त धेरै माथि देखाउँछ म्यापले त अनि लोकल स्थानीयले भनेअनुसार चाहिँ तलको भ्यू पोइन्ट रहेछ त्यहाँभन्दा चाहिँ हामी लगभग 40-50 मिनट नै माथि आयो योभन्दा राम्रो भ्यू पोइन्ट त खै कहाँबाट देख्नु र जानु ट्रेकिङमा मैले पहिलोपटक ग्रुपलाई पछ्याउन नसकेको यार त्यो पनि परको लन्च प्लेस लाबुक लन्च प्लेसदेखि त्यहाँ अलि अबेला आइपुगेको थियो 3 घन्टा लाग्छ भनेको थिएँ त्यहाँबाट ग्रुप जम्मा यो 2टा मात्रै देखाएको छ त्यो पनि तिनीहरू पनि छोड्छ एकछिनमै ल घुन्स आइपुग्यो फर्केर कुहिरहरूले खाना खाने ठाउँदेखि चाहिँ कुदाउनुसम्म कुदायो यार हुन्सा घर चाहिँ यस्तो छ प्रायः जसो काठद्वारा बनाइएको छ जग चाहिँ ढुङ्गाले उठाइएको छ पहिला चाहिँ यस्तो मात्रै थियो घर तल 2वटा कि 3वटा मात्रै थियो अलि लज जस्तो अहिले त सबै नयाँ बिल्डिङ बनिसकेको रहेछ राम्रो बिल्डिङहरू रहेछ महँगो पनि मिठै महँगो रहेछ अब त्यस्तै छ ओरिजिनल शेर्पा गाउँ हो यो चाहिँ Ja. Ich glaube vor 25 Jahren in Deutschland da oben. Im Zelt oder? Zelt? Zelt? Aha, Zelt normale Weise macht den wir da unten. Da unten, genau. Da haben wir gemacht. Oh, गान्जा टङमा जानु त खै कस्तो देखिन्छ Kasih Cholim Munda. मोटो ढोकढोक उन्नीको हो बिस्तारै बिस्तारै खुट्टा मर्किन्छ
तल हेरेर एउटा राम्रो ठिकैकोमा खाना हाम्रो चाहिँ पकाउँदै गर्नु नेपाली। माथि देखिरहेको पिक चाहिँ घाबुर पिक। चाहिँ फाले गाउँ पुग्नै लाग्दाको पुल हुन्साबाट तल झर्दाखेरि। ए फाले 1 घन्टा लगभग हामी 45 मिनट जस्तो हिँडेर चाहिँ आइपुग्यो। यो एकदम राम्रो गाउँ, हुन्सा पछिको नै राम्रो गाउँ होला सायद। यहाँ 14 घर जस्तो रहेछ, अझै 4 घर चाहिँ टिबिटेन बस्ती नै छ अरे, अनि अरू चाहिँ सबै गइसक्नु भन्छन्। माथि घुममा पर स्कुल पनि रहेछ, गेस्ट हाउस रहेछ, अनि तलतिर 1-2 वटा पनि रहेछ है। माथि देखिएको चाहिँ सातोको पछाडिपट्टिको भाग रहेछ पिक, मेन पिक त देख्दैन। यहाँको रक गेट, यो पुलहरू चाहिँ बनाउनु नि यार, उतै माथि पुल छ, यताबाट बाटो भत्किएछ, अब यस्तो राखिदिएछ यार। यता समाउने चाहिँ बनाइदिनु नि हो यत्रो। त्यसको त्यस्तै जहिले हिँड्ने बेला। सेगाथुमको हाम्रो रुम यस्तो रहेछ, यहाँ यस्तो रहेछ। अनि यहाँ यस्तो छ, तलबाट रोड जाने भएर एकै रोड बाटो बढ्ने भएर नबनाएको अरे। यो चाहिँ आम्जी लोसाबाट तल झर्ने बेलामा। तलको चाहिँ घुन्सा खोला अनि लामा टार रहेछ, अनि उता माथि यहाँनिर चाहिँ आम्जी लासा, आम्जी लोसा। ट्विन चाहिँ उयो पर रहेछ, ट्विन पुल नतरिकन यता दाहिनेपट्टि नै जाने रहेछ सेगाथुम चाहिँ।